जनकल्याण माध्यमिक विद्यालय शान्तिनगर 2 सिमसुन्दरपुर दाङका माध्यमिक तहमा अध्यापनरत अंग्रेजी विषयका शिक्षक विरोध केसीको आज विदाई कार्यक्रम सम्पन्न हुँदैछ। यस विद्यालयमा रहँदा शिक्षक विरोध केसी आफ्नो अध्यापन कार्यप्रति लगनशीलतापूर्वक इमानदारीतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको छ र उहाँको आगामी कार्यकाल अझै सफल सुखद रहोस् भन्ने कामना गर्दछौँ। आदरणीय शिक्षक विरोध केसी को 23 महिना 5 दिन यस विद्यालयमा कार्यरत रहँदा विद्यालयको शैक्षिक भौतिक र प्रशासनिक कार्यमा उहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै विद्यालयले सम्मानपूर्वक विदाई तथा उत्तरोत्तर प्रगतिको कामनाका लागि एउटा कार्यक्रम पनि राखेको थियो। तपाईहरु सबैजना उठिहाल्नुभयो, एकछिन बसिदिनु हुन अनुरोध गर्छु। सायद यो विद्यालय छोड्दाखेरि गाह्रो चाहिँ भएको छ, किनभने यो विद्यालयमा स्टाफ विद्यार्थीसँग चाहिँ अलि किसिमको चाहिँ भयो। सायद जिम्मेवारी पनि बढी पाएर होला, स्टाफहरू पनि सायद मभन्दा राम्रो भएर होला। प्रशासन टिम, हाम्रो चाहिँ विद्यालय व्यवस्थापन समितिको टिम, सम्पूर्ण टिमले चाहिँ एकदमै सहज तरिकाले चाहिँ काम गर्ने अवसर दिनुभयो। राम्रोसँग गरियो, प्रशंसा पाइयो। विद्यालयले पनि सबै पोजिटिभ कुरातिर सपोर्ट गर्यो र प्रोत्साहन मात्रै गर्यो, कहिले पनि नेगेटिभिटीतिर लगेन। राम्रो काम भन्दा चाहिँ सधैँ राम्रोतिर चाहिँ डोर्यायो र साथीहरूले पनि सधैँ मलाई व्यक्तिगत रूपमा चाहिँ सपोर्ट गर्नुभयो। साथीहरूले पनि साह्रै बेला साथ दिनुभयो। मैले पढाएको विषयमा राम्रो मार्क्स ल्याउनुभयो, मैले पढाएको बुझिदिनुभयो। सबै कुराहरू चाहिँ सहज भयो। त्यसको लागि म सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। स्वागत गर्नुभयो, सम्मान गर्नुभयो, विदाई गर्नुभयो, एकदम आभारी छु र आशा छ हाम्रो प्रशासन टिम, शिक्षक साथीहरू र यहाँ चाहिँ बुद्धिजीवी विद्यालय व्यवस्थापन समितिले मलाई फेरि यहाँ छिट्टै ल्याउने प्रयास गर्नेछ भन्ने आशा पनि गरेको छु र यति भन्दै मेरो 2 शब्द अन्त गर्छु। धन्यवाद। मेरो माला दिए है मट्टी यस विद्यालयका माध्यमिक तहका अंग्रेजी विषयका शिक्षक श्री विरोध केसी सरलाई आज नाम